हेलो गाइज, आज चाहिँ हामी च्याउ खोज्नलाई यहाँ माथि जङ्गलतिर आएको छौँ। च्याउ खोज्ने क्रममा चाहिँ आट्राई त्रिवेणी गाउँपालिका अथवा ताप्लेजुङ चोर्ने बाटोसम्म आउन सफल भएका छौँ र यहाँ हाम्रो साथीहरू हुनुहुन्छ। एकदमै च्याउ र निगुरो चाहिँ भारी लाउँदै हुनुहुन्छ। यहाँ अब खानु सबैजना सम्पर्कमा आउनु होला। निगुरो खानु पनि आउनु होला। खाजाको व्यवस्था बिस्कुट आउनु होला, सबैजनाले खानु होला भनेर यो मेरो निगुरो च्याउ होला। नाइटको निगुरो च्याउ खाजाको मुनि मुनि पनि देखाउनुहोस्। हाम्रो पनि देखाउ। यस्तो ठक्रेको हाय हाय अब गाइज हामी चाहिँ च्याउ खोज्न हिँडेको अवस्था। इनर्जेटिक हाम्रो चेलीहरू नातिनी यस्तो छ है। जङ्गल प्रवेश गरेको अवस्था यस्तै छ है साथीहरू। कति भेट्यो नातिनी? थोरै मात्र भेट्नु भयो अरे। रुखको ठुटाहरू यस्तो छ है साथीहरू। हामी यस्तो ठाउँमा जाँदैछौँ। च्याउ पाइएको अवस्था। अलिअलि टिप्दै हुनुहुन्छ हाम्रो बुहारी। यस्तो छ है साथीहरू। तर भेटिएको अवस्था है। यहाँ तल हाम्रो इनर्जेटिक रूपा बुहारी हुनुहुन्छ। अत्यन्तै जोसिलो हुनुहुन्छ है उहाँ चाहिँ। उहाँकै कमान्डिङमा आज हामी जङ्गल आएको। मेरो लागि चाहिँ यो नयाँ भूगोल हो। नाम हाम्रो इनर्जेटिक बुहारीले आज देखाउनु भयो र खतरा टिप्ने भयो। म चाहिँ यहाँ रुखमा चढिरहेको छु, पुरा हल्लिरहेको छ रुख। यता हाम्रो इनर्जेटिक मिस मुनि टिप्दै हुनुहुन्छ। रुखले खिच्ला है मिस। व्हाइट कलरको छ कि हो त्यो त पछि। यहाँ माथि हाम्रो नातिनीहरूले ठुलो ठुलो भेट्नु भयो अरे। भेट्यो नातिनी? हामी ताप्लेजुङको सिमाना आसपास पुगिसकेका छौँ है। म चाहिँ हिँड्नै नसकेर पछाडि छु। देउराली डाँडा पाइपुगेछ हौ। माथि टुप्पाको च्याउ घोचिरहेको अवस्था। हाम्रो इनर्जेटिक एकजना बुहारी त चेलीहरू यस्तो रमाइलो भइरहेछ च्याउ टिपाइ। हामी चाहिँ ठ्याक्कै देउराली डाँडामा पुगेको अवस्था। यहाँदेखि फेरि माथि जानुपर्ने रहेछ। म चाहिँ नयाँ हो यो भूगोलको लागि। ताप्लेजुङको सब्वाको अनकन्टार जङ्गलमा हो अहिले। देउराली डाँडा निस्केर बसेको अवस्था। सबै च्याउ टिप्ने टोलीहरू हेर्नुहोस् त साथीहरू। यता हाम्रो चेलीहरू। यता जाओस् न नातिनी केही। हाई हाय सबैजनालाई। यता हाम्रो अत्यन्तै जङ्गलकै सिपालु इनर्जेटिक बुहारीहरू। जुकाले खाएछ बुहारी? यहाँ निङ्ग्रो। यता पनि छ च्याउ झोलाभरि। आम्मामामा कति धेरै टिप्नु भएछ। रहर लाग्दो। यहाँ नुनको प्रयोग हुँदैछ जुकाहरूलाई ठिक लाउन। जुकाले खाएर यहाँ चाहिँ जुका टिप्दै गरेको अवस्था है।
बाजे भिडियो बनाउनु हत्तु हुनुहुन्छ यो चाहिँ ताप्लेजुङ र तेह्रथुमको सङ्गम स्थल देउराली डाँडा हो। नचिन्नु भएर नि बाजेलाई च्याउ यस्तो टिप्यो। यो चाहिँ मैले टिपेको है गाइड्स। फर्स्ट टाइम हो च्याउ टिपाइ मेरो, यो जिन्दगीकै फर्स्ट टाइम हो। नचिनेर सुरुमा हेलो गाइज, आज चाहिँ हामी यहाँ च्याउ निङ्गुरे खोज्न आएको छौँ। सबैजना हेरौँ यहाँ खिन्चे च्याउ। पहिला बाजे चाहिँ हात धुँदै हेर्नुहुन्छ, देख्नुभएको छ कि छैन होला। सबैजना गरेर खाने भए सम्पर्कमा आउनु होला गाइडहरू भन्नु। च्याउ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नु यहाँ निङ्गुरे वाली मुस्केर झन्डै थाल्नु भयो नि। जुकाले साह्रो चिसो खाएको अवस्थामा। अरे नुन कहाँ राखेको? हेलो गाइज, अब आज चाहिँ हामी च्याउ खोजेर थाकेर खाजा खान आइपुगेको छौँ। सबैजना खाँदैछु। फेरि खाजा खाएर चाहिँ जङ्गल छिराउँ भनेर टिमहरू भन्दै हुनुहुन्छ। यो चाहिँ प्योर कोदोको जाँड है त साथीहरू। प्योर कोदोको जाँड खोदोको चाँडी हो भन्दा यो खाएर चाहिँ रक्सी खाँदैछन्। यो त हाम्रो उहाँ चाहिँ जाँड खानुहुन्न। यो चाहिँ मेरो हो। स्वाट अब 2-4 बटुको खाने हो। अनि फेरि जङ्गल जाने हो च्याउ टिप्न। क्या रमाइलो गरेछ। च्याउ पनि देखायो भने हामी त गयौँ न यहाँ दुनियाँमा। खै त मिस खानुहोस् न। म त जाँड रक्सी खाँदिनँ त च्याउ। यो यसो फोटो खिच्नु राखेको यो तिमीहरूको जाँड लैदेऊ त उता। खाँदिनँ। हामी घर फर्किँदै गरेको अवस्था। यहाँ चाहिँ बदामको खाजा। फाइनली अब बदाम खाएर चाहिँ हामी आफ्नो गन्तव्य घरमा पुग्दैछौँ। रमाइलो भयो आजको यात्रा। सोचे भन्दा रमाइलो यहाँ पारी फेदाको डाँडाहरू। त्यो चाहिँ पानी भन्दा पनि यो चाहिँ लेकमा जाँदा खानुपर्ने पानी, त्यही भनेर बुझ्नु होला गाइड्स। अब यात्रा मोटामोटी हाम्रो टुङ्गिएको अवस्था। यहाँ चौरीमा निस्केर एकछिन विश्राम गरेको अवस्था है साथीहरू। मलाई हाँस्ने लामो रहेछ। भयो किन चाहिँ निस्केको अन्डा